होला त्यहाँनिर श्रम संस्कृतिको त्यत्रो धेरै प्रभाव नहोला, तर हाम्रो प्रभाव भएको ठाउँमा पनि देवस्थलहरू छन् नि त, होइन? यदि तपाईँहरू यता आउँदाखेरि अब हाम्रै श्रमदाताले त्यो खालको व्यवहार तपाईँहरूलाई गर्यो भने के हुन्छ? होइन, पाथिभरा माताको दर्शन गर्न आउनुहुन्छ, त्यतिखेर तपाईँले त्यसो भन्यो भने के हुन्छ? होइन, अहिले यहाँ बोलबम आउँदै हुनुहुन्छ तपाईँहरू, होइन? पिण्डेश्वर धरानभित्रै छ, त्यहाँ हाम्रो श्रमदाताले तपाईँहरूलाई त्यस्तो व्यवहार गर्यो भने के कस्तो लाग्छ? खोटाङको महादेव स्थल है हाम्रै हो, त्यो हाम्रै क्षेत्रमा छ, तपाईँ हाम्रै हो, होइन? मैले ती मान्छेहरू जसले हामीले त्यो दुर्व्यवहार गरे उहाँहरूलाई मात्रै भनिरहेको छु है, यो चिज अरूले नलिनु होला। यदि तपाईँहरू त्यहाँ आउँदाखेरि होइन, हाम्रो श्रमदाता हाम्रो पकड क्षेत्र, हाम्रो पकेट क्षेत्र हो नि, त्यहाँ हामीले तपाईँलाई त्यस्तो व्यवहार गऱ्यो भने कस्तो लाग्छ होला त, होइन? त्यो चिज हो। बरा क्षेत्र यहीँ नजिकै छ, त्यहाँ हामीले तपाईँहरूलाई त्यस्तो त्यहाँ आउँदाखेरि दर्शन गर्न आउँदाखेरि होइन, हामीले त्यस्तो व्यवहार गऱ्यौँ भने के हुन्छ, कस्तो लाग्छ तपाईँहरूलाई? राम्रो त लाग्दैन होला, त्यो पनि सोच्नुपर्छ। मैले आज होइन मेरो घरमा मेरो आँगनमा आएको अतिथिलाई अपमान गरिरहँदा भोलि उसको घरमा उसको आँगनमा पुग्ने अवस्था आयो भने त त्यहाँ पनि आफूलाई उसले पनि त्यसरी अपमानित गर्यो भने के हुन्छ भन्ने कुरा पनि हामीले सोच्नुपर्छ। र यो कुराहरूलाई चाहिँ नि सोचेर सबै बुझेर हामी अगाडि बढ्नुपर्छ।